यिनले लफडा पारिदिन्छ त्यो बटरफ्लाई रियल हो कि फेक हो हजुर सन्तोष हेर न यो बुबु भन्छ कमेन्टमा सन्तोष हेर न जाम भन्छ नजाऊ है नजाऊ ऊ लाइभ बसिरहेको भ्याउँदैन हौ भ्याउँदिन भन सन्तोष हेर न कसले जाम भन्छ सानी चला न प्लिज म त्यतै आएर दुधवाली पढ्छु भन्छ अब तिमीले के डेरी छ तिम्रो डेरी फार्म छ कि क्या नाइ थाहा छैन भाइ उनको चाहिँ डेरी फार्म पनि छ जस्तो छ सुन न सन्तोषको तुरी छैन भन्दैछ ओए सानी जे कतिपय कमेन्टहरु फिल्टर गर नपढ क्या लफडा नगर न ओ हस 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 गाइस उल्टा उल्टा गर्न त उहाँको कुरालाई इग्नोर गर्दिनलाई एउटा कानबाट छिराएर अर्कोबाट निकाल्नु होला कुरा है फेरि उहाँको कुरालाई चाहिँ इग्नोर हान्दिनु होला सबैजनाले डबल ट्याप पनि गर्नु अनि हाम्रो को भन्नुहुन्छ गाइस वन एन्ड रोज म चाहिँ एक गेम खेलेर भागिहाल्छु यहाँ बस्न खासै भागिहाल्छु मलाई डर लाग्यो लफडा होला जस्तो गाइस तिनटा फुलाना न त्यो डायरीबाट कस्तो खालको महिला कडिन बिहे नि के हो थाहै न एसकेजी हाने होला अब थाहै न मलाई उहाँको बारेमा के हाने होला बिहे भनेको के यहाँ अरू के कुरा अरे हो राणाले हाना नि लाते लाताले सानी चाहिँ कुन ठाउँमा हो तपाईँ म पनि भोलि आउन आँटेको नि पिलेन चढेर विराटनगर हुँदै उता नाटक नगर म कहाँनिर छु भने तिमीलाई पनि थाहा छ नि फेरि सानोको साथी भनेर कहाँ हुन्छु म इटरीतिर आउन आँटेको क्या म पनि ठ्याक्क पिलेन चढेर त्यही बाहुनीको छेउमा म कहाँ बस्ने ठाउँै छैन कस कहाँ बस्नु होला क्या सानोकोमा तिम्रोतिर हुँदैन कस्तो सानो राखिहाल्छु नि म ए ल म त भुइँमा सुत्दिन है बाहुनीले त फेरि भुइँमा मात्रै सुताउँछ नि खालि जो आयो सुताउँछ अब तिमी आएर अब त्यहाँ बेडमा सुत्यो भने त्यो फाल्टै कुरा हो फेरि म त एक्लै है म अरूसँग सुत्न मलाई एक्लै सुत्ने मानिन्छ त्यो अरू कोही पनि मलाई एक्लै उ लाग्छ डर लाग्छ सोझो छु नि त म त सुन न स्वीट हार्ट बुझ न मनको बात बुहारीको बुबु दामी छ तिम्रो फेसबुक छैन र फेसबुक मोनिटाइज भएको छैन अहिले त सबैको भएको त यार हो र तिम्रो भन्दा पाहाडी भिडियो बनाउँछ एउटीले कति कमाइसकि साँच्चै भनेको ठट्टा गरे होइन एउटा अकाउन्ट तिमीलाई बरु हाल्छौ यही टिकटकै भिडियो हाल्नुपर्छ अरू केही पनि गर्नु परेन म त लगाएको गर्छु नि लु लगाएको गरे म दिन्छु एउटा अकाउन्ट फेसबुक मसँग 3-4वटा छ मैले खास गरी फेसबुक अकाउन्टहरू पनि बेच्छु गाइस मोनिटाइज भएको को किन्ने कोही हुनुहुन्छ भने प्लिज फेसबुक अकाउन्ट बेच्छु नि हजुरको फलोवर्सहरू इन्क्रिज गर्नु छ भने पैसा तिरेर होइन पेमेन्टबाट म त्यो पनि गरिदिन्छु साच्चै फलो नगर कसैको फलोवर्सहरू बढाउनु पर्ने हुन्छ नि हो त्योहरू म झ्यामझ्याम बढाइदिन्छु कतिजनाको गरेको छ कि सो कोही हुन्छ नि त्यो गिफ्ट सिफ्ट गरेर त्यो उहरू होइन झ्यामझुम एकैचोटि वात्तै कसैको हुन्छ नि एउटा सपना यति पुगोस् भन्ने 50,000 फलोवर्स पुगोस् भन्ने 50,000 पनि पुग्छ मेरो पनि आउन 50,000 पुर्याइदिन्छु तर पुँजी चाहिन्छ पुँजी अनि त्यसले कसलाई बढाइन्छ है हो होला सन्तोष गएको ल म ल राम्रोसँग जाऊ होइन ल राम्रोसँग होइन एकदम त्यो फेसबुक बारे म तिमीलाई भन्छु नि ल म तिमीलाई त फेरि अरूलाई चाहिँ पैसा हो ल ल बाई ल कसै टोक्नु चालै कुत्ते